मकवानपुर जिल्लाको यो राक्सिराङ सिलाङ्गे क्षेत्रमा चिउरीको मह उत्पादन गर्ने किसानहरूको यो महको घर हो। एउटा स्थानीय सहकारी छ जसले चाहिँ यो चिउरीको महको प्रवर्धन गर्छ। हाम्रो पहल चाहिँ यो महलाई अर्ग्यानिक सर्टिफिकेसन गरौँ भन्ने हो, प्रमाणित गरौँ भन्ने हो। यसका लागि महको सर्टिफिकेसन त्यति सजिलो छैन। यसको घर राखेको सर्टेन एरिया पुरै सर्टिफाइड हुनुपर्छ। कति एरिया त यो जङ्गल छ, केही फरक परेन। तर जङ्गल सँगसँगै यहाँ स्थानीय कृषकको बारी पनि भएको हुनाले यो बारीलाई पनि अर्ग्यानिक प्रमाणीकरण गर्न सकियो भने महलाई प्रमाणीकरण गर्न सकिन्छ कि भनेर हामीले पहल गरेका हौँ। यो जनचेतनात्मक कार्यक्रम हो। यसका लागि काठमाडौँ स्थित अर्ग्यानिक भेन्चर नेपालले चाहिँ प्राविधिक र केही सहयोग गरेको छ भने नेप्सट अनि सर्टिफिकेसन कम्पनीले चाहिँ यसको प्रमाणीकरणका लागि पहल गरेको छ। हेरौँ कृषकहरूको कतिको सहकार्य गर्न सकिन्छ। सकियो भने चाहिँ यो एउटा उदाहरण बन्छ भन्ने लाग्छ हामीलाई।